प्रदेश प्रमुख ज्यू, प्रदेश प्रमुख को कार्यालय मध्य प्रदेश जनकपुर धाम। विषय नेपाल को संविधान 2072 को धारा 232 उपधारा 3 बमोजिम मध्य प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गराई पाऊ। सम्माननीय ज्यू, प्रस्तुत विषयमा नम्र निवेदन यो छ कि विक्रम सम्वत 2008 सालदेखि नै तराई कांग्रेसको अगुवाईमा नेपालका मधेसी जनताबाट संघीयताको माग भई 2046-47 सालमा नेपाल सद्भावना परिषद, नेपाल सद्भावना पार्टीले संघीयताको माग सहितको आन्दोलनहरू हुँदै 2063 साल माघ 1 गतेदेखि नै मधेसी जनअधिकार फोरम, 2064 सालमा तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन हुँदै सैकड़ों निहत्था मधेसीको शहादत पश्चात 2072 सालको भीषण मधेस आन्दोलनको जगमा स्थापित संघीयता 2079 सालको चुनाव पश्चात बृहत रूपमा सञ्चालन भइरहेको कुरा सबैमा विदितै रहेको छ। प्रदेश सहितको संघीयता मधेसी जनताको अनिवार्य गर्वको विषय हो, जहाँ मधेसी थारू आदिवासी जनजाति मुख्यमन्त्री तथा मन्त्री भई जनताको घर दैलोमा सरकारको अनुभूति मध्य प्रदेश लगायत सबै प्रदेशका जनताले गरिरहेका छन्। हाल जेनजेड पुस्ताको 2082 भाद्र 23 र 24 गतेको आन्दोलन पश्चात मध्य प्रदेशमा भ्रष्टीहरूको अखाडा हुनुका साथै राजनीतिक दल र नेताहरूको साथै मध्य प्रदेश सभाका निर्वाचित नेताहरू सांसदहरूको लुछाचुडीका कारण प्रदेशका सम्पूर्ण मन्त्रालय कार्यालयहरू अस्तव्यस्त भइसकेका छन्। नेपालको सार्वभौम सत्ता राष्ट्रियतामा गम्भीर असर पर्ने जस्ता कामकाज राजनीतिक दल र त्यसका निर्वाचित जनप्रतिनिधिहरूबाट सकिन भइरहेको हुनाले नेपालको संविधान धारा 2032 को उपधारा 3 बमोजिम प्रदेश मन्त्री परिषद र प्रदेश सभालाई कम्तीमा 6 महिनाको लागि निलम्बन गरी वा विघटन गरी स्वतन्त्र नागरिक स्तरका सरकार गठन गरी मध्य प्रदेशमा संघीयता, स्वायत्ता, सुशासन कायम गर्न माननीय प्रदेश प्रमुख ज्यू मार्फत सम्माननीय राष्ट्रपति ज्यूलाई मध्य प्रदेशका युवाहरूको तर्फबाट हार्दिक एवं विनम्र अनुरोध छ।